हेलो नमस्कार सबैजनालाई। म चाहिँ धेरै वर्ष बादमा उत्तरे जाँदैछु। अन्त उत्तरे जाँदै गर्दा बाटोमा रिन्चेपुङ मोनास्ट्री भेटेर यहाँ एकछिन बस्नु मन पर्यो। एकछिन बसेर पूजाहरू गरेर फेरि म उत्तरेतर्फ जाँदैछु। मैले फर्स्ट टाइम बनाएको भ्लग हो यो चाहिँ। मेरो भोइस रेकर्ड गरेर चाहिँ यसो कस्तो हुन्छ हेर्दै गर्नु होला। अन्त मोनास्ट्रीमा हल्का एक दुईवटा फोटोसोटो खिचेर सेल्फी लिएर भिडियो बनाएर त्यहाँबाट अगाडि उत्तरेतर्फ जाँदैछु। फाइनल्ली अब रिन्चेपुङबाट 2 घन्टा अलमोस्टमा चाहिँ यता उत्तरे पुगिसकेको छु हामी। वेस्ट सिक्किम म त आइरहन्छ, हामी त आइरहन्छ बेला बखतमा। यहाँ कार्पेटिङ पनि भएछ रोड, कस्तो मजाको। हाम्रो यहाँ सुविधि दाजु र म लङ टाइममा फेरि सँगै यसो ड्युटी परिहाल्छु। मजा आइदिएछ चाहिँ हेर्नुहोस् नि, उत्तरे गाउँ चाहिँ यस्तो छ। यहाँ यी झिल बनाउँदैछ बादमा, दामी हुन्छ झिलहरू यहाँ। अन्त ट्रेकिङ गर्ने माथि चुवा भन्ज्याङ हो। हेर्नुहोस् न, यहाँ झिलको कन्स्ट्रक्सन स्टार्ट हुँदैछ। लगभग 100मा 20% जस्तो चाहिँ हुँदैछ। टाइम त लाग्ने रहेछ, मिनिमम 2 इयर्स जस्तो त लाग्ने रहेछ है दाजु। आजको मजा आउँदैछ, मजा है। होमस्टे यहाँ पनि छ, नयाँ होमस्टे छ यताको लोकल। अन्त यो चाहिँ मेन उत्तरे बजारको भ्याली भन्दा हुन्छ। यो एकदम इम्पोर्टेन्ट जग्गा। यहाँ चाहिँ हाट बजार पनि लाग्छ एभ्री। हजुर, फ्राइडे चाहिँ उत्तरेको हाट बजार रहेछ। अब पहिला निकै मजा लाग्थ्यो होला आजकल, तर अर्ग्यानिक आइटम चाहिँ देख्दैन रहेछ, भेजिटेबल्सहरू के केहरू। एक दुईवटा लुगाको दोकान, कस्मेटिक्स दोकानहरू रहेछ। ऊपर सब्जी दोकान छ। यतिले पनि यहाँको शुक्रबार मजाले निक्लिन्छ। अब यहाँ चाहिँ टाइटानिक एकदम बनाएर रेडी छ। अब यहाँनिर चाहिँ लेक पनि आर्टिफिसियल बनिँदैछ। यो लेकमा पानी टक्कै भरेपछि चाहिँ यो टाइटानिक चाहिँ यो लेकमा आउँछ। त्यहाँबाट मजा आउँछ। अनि टाइटानिक यहाँबाट मुभमेन्ट भएको ओल्लो छेउदेखि पल्लो छेउसम्म पुग्छ। अन्त यो चाहिँ उत्तरे बजारको बिचमा बसेको मेन इम्पोर्टेन्ट झिल हो। यहाँ चाहिँ अहिले कामहरू हुँदैछ। बादमा टुरिस्ट प्लेस एकदम इम्पोर्टेन्ट हुन्छ। कहाँबाट आएको तिमी? गान्तोकबाट आउनु कति दिन लाग्छ? अब तिमी कहाँ जाने यदि उता? कहिले जाने? तिमी के ट्राभल्समा गर्छ? के भन्दा लान्छ मलाई ट्रेकिङमा? कति लाग्छ गयो भने? अब हिँड्ने मान्छेलाई अनि यो आज के यहाँको शुक्रबार हाट हो? आज यहाँ विक चाहिँ फ्राइडे चाहिँ यहाँनिर हाट बजार लाग्छ। कुन बजारहरू चाहिँ? उत्तरे बजार लाग्छ। कहाँ पर्छ यो हो सिक्किममा हो। ओके, यसको नजिकमा अरू के जग्गा छ? ल धन्यवाद। फेरि सोध्छु ल म बाँकी के त पर्दा नेक्स्ट भिडियो। अन्त एकछिन यो टाइटानिकमा फोटोसोटो खिचेर यताउता घुम्यो। अहिले टाइटानिक बन्द रहेछ। हामी यहाँभित्र खाजा खान आएको थियौँ। अन्त कतै जानुभएको थियो होला। बेलुका इभिनिङमा खोल्नुहुन्छ अरे। एकदमै राम्रो छ। टाइटानिकको आर्किटेक्चर पनि एकदम राम्रो हुनुहुन्थ्यो होला। कसले बनाउनु भएको हो पनि एकदमै इन्जोय गर्ने खालको छ। बेलुका अझै इभिनिङ भ्यूमा, नाइट भ्यूमा राम्रो हुन्छ। यहाँ अलिक पछि झिल भएपछि अझै रमाइलो हुन्छ। अन्त अहिले फेरि हामी घुम्दै फिर्दै त्यो अहिलेको बजारमा आइपुग्यो। यो बजार घरिघरि प्रमोट हुँदैछ। राम्रो छ बजार, आउनु होला, हेर्नु होला, इन्जोय गर्नु होला। त्यही हो। अन्त हल्का बजारहरू घुमझुम गरेर यसो रमाइलो गरेर एकछिन माथि गाउँ गएको। माथिल्लो गाउँ त अझै रमाइलो रहेछ। यो उत्तरे बजारदेखि माथिल्लो तेन्जिङ हिलेरी पार्क जानेपट्टि रहेछ। यो घर चाहिँ मलाई साह्रै मन परेको हो। यो हेरेर यसो घुमेर फर्केँ। अन्त घुमेर बेलुका हल्का चिसो रहेछ। अन्त
दाउरा त पाल्नै पर्यो तातोको लागि फर्स्ट टाइम गएको नयाँ ठाउँमा चिसो लाग्छ भनेर एकछिन गमजम भयो त्यहाँबाट सुत्नु गयो अन्त मेरो चाहिँ अहिले अनुहार अलिक ग्लो गर्नुको लागि चाहिँ यो मोइस्चर क्रिम लाउँदैछु बेलुका 1 विक भयो हेरौँ अब 1 मन्थसम्म युज गर्दा अलिकति चेन्जेस आयो भने कन्टिन्यू गर्छु नभए स्टप